अहिले चाहिँ म यहाँ घुम्दैछु है, पार्कतिर घुम्दैछु होइन। एकदम जाडो जाडो भएर एकछिन थाके मारेर बसेको। यस्तो रमणीय पार्क छ है, राम्रो ठाउँ छ। यता एकदम चिसो भइरहेछ, घुम्दैछु। यता बाटोमा चाहिँ हाइवे भयो यो। लोकेसन हेरेर नआएर कन्फ्युज भएर बसेर यहाँ मेट्रो ट्रेन चढ्यौँ भनेर आएको, आफै कन्फ्युज भयो म। अनि के छ तपाईँहरूको खबर, सन्चै हुनुहुन्छ सबैजना? ल सबैलाई धेरै धेरै सम्झना, धेरै धेरै माया छ है मबाट। म पनि अब यो जेब्रा क्रसेस गरेर यस्तो राम्रो पार्क छ। यहाँ चाहिँ अब यो निस्किने बाटो। म अब फेरि अर्कोतिर जान्छु। अब चाहिँ म हाइवे निस्केँ त। यो अन्डरग्राउन्ड भित्रबाट त बाफहरू यो फाल्दिरहन्छ। अब यहाँ चाहिँ अब क्रिसमस लाग्ने बेला भइसक्यो है। त्यो सबै रौनक छ यहाँ। स्केटिङ गरेर आउँदा हुन्छ हाम्रो। जस्तो फुलहरू छ, रमाइलो छ। चिसो चिसो भयो। म कता जानु पऱ्यो ल, हेर्दै हाँस्दैछ। ल म अब यहाँबाट जेब्रा क्रस गर्छु है त। त्यही म अब जेब्रा क्रस गर्दैछु है। हेर्छु यहाँ जेब्रा क्रस गर्दैछु म। गाडीहरू आउँदैछ। यो चाहिँ अहिले म राजधानी, युरोपको राजधानीमा छु है। अब यहाँदेखि म उता गएर खाजासाजा खानु पऱ्यो। उनीहरू थकित भइसक्यो। चाहिँ बाटोमा हिँड्दैछु म। ल उति पर गर्छ, अब खाजा खान्छु है। ल फेरि यस्तै भिडियोहरू पनि बनाउँछु, तपाईँहरूलाई युरोपको बारेमा सबै जानकारी गराउँछु है त। ल थ्याङ्क यू।